여기서도 끄떡 없잖아. 트랙하는 거. 1억이로 물 타는 거. 물 들어가는 거. 물을 들어가? 야채 들어가. 저 아랫마을은 엄청 더워도 인다 지금. 여기도 물이 쌓여 이제. नमस्ते। गएको हप्तादेखि हामी तपाईहरूलाई काठमाडौँदेखि मुगुको रारातालसम्म पुग्ने मोटर बाटो अनि यात्रामा देखिने दृश्यसँगै त्यस क्षेत्रका रोचक घटना अनि इतिहासहरूलाई पनि जोडिरहेका छौं। आज हामी राराताल पुग्नेछौं अनि राराको सुन्दरता र केही रोचक जानकारीहरू पनि प्रस्तुत गर्नेछौं। हाम्रो कार्यक्रमलाई माया गरेर संसारभरबाट अनलाइन मार्फत हेर्नुहुने सम्पूर्णलाई पुनः धन्यवाद अनि स्वागत गर्दछौं। रारा आइपुग्नु अघि हामी तपाईलाई हामीले देखेको 10 वर्ष अघिको राराको सेरोफेरो देखाएर यो पालीको रारालाई प्रस्तुत गर्ने जमर्को गरिरहेका छौं। यो हामीले देखेको 10 वर्ष अघिको कर्णाली हो। जतिबेला मोटर बाटो कर्णालीमा मोटर बाटोको नक्सा मात्रै बनेको थियो। यहाँको जीवन अत्यन्तै कष्टकर थियो, जुन आजको दिनसम्म पनि जीवको तिउ छ भन्दा फरक नपर्ला। रारा पुग्न पैदल अनि हवाई मार्ग प्रयोग गर्नु पर्दथ्यो। हवाई मार्ग भएर जाने यात्रुले जुम्लाको खलङ्गा झरेर 2 दिनको हिँडाइ हिँडेपछि रारा पुग्दथे भने अर्को हवाई मैदान मुगुको ताल्चा विमानस्थल मात्रै थियो। ताल्चा विमानस्थलबाट भने 1.5 घण्टाको उकालो ओह्रालो गरेपछि राराताल पुग्न सकिन्छ। जति बेला हामी रारा पुगेका थियौं सो बेला नागमासम्म नेपाली सेनाले बाटोको ट्र्याक मात्रै खोलेको थियो। सो बेलाको त्यही ट्र्याक नै अहिलेको सुधारिएको कर्णाली राजमार्ग हो। हालको अवस्थामा हामी मोटर बाटो भएर रारा पुग्दा यो गमगढीको सानो पार्किङ स्थान हो। यसपछि रारा राष्ट्रिय निकुञ्जको सिमाना सुरु हुन्छ र हामी पैदल उकालो लाग्नुपर्ने हुन्छ र यहाँबाट करिब 40 मिनेटको हिँडाइमा हामी राराको दक्षिणी भागको किनारमा पुग्छौं अनि सो स्थानबाट देखिने पारीपट्टिको स्थानमा पुग्न राराको किनारै किनार भएर करिब 1 घण्टाको पैदल हिँडाइ हुनेछ। अलि हिँड्न नसक्नेहरूका लागि भने घोडा पनि प्रयोग गर्न सक्नुहुन्छ, जसको मूल्य ती घोडा चलाउने बालबालिकाहरूको अनुहार हेरेर तपाई आफै निर्धारण गर्न सक्नुहुन्छ। 난 그나마 낙타 타본 경험이 있는 여자여가지고. 야, 우리 각시는 거기를 타본 여자야?
अलिकति उकालो काटेपछि एउटा फराकिलो पाटन आउँछ जहाँ फरक अनुभूति हुन्छ अनि फेरि जङ्गलभित्रको बाटो हुँदै उकाली ओह्राली झरिन्छ। कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको नेपालको सबैभन्दा ठुलो ताल रारा ताल नेपालको प्रसिद्ध अनि सुन्दर ताल हो जुन रारा राष्ट्रिय निकुञ्जभित्र पर्दछ। यसको रेखदेखको जिम्मा भने नेपाली सेनाले गर्ने गर्दछ। रारा सुन्दर छ किनभने हामीबाट टाढा छ अनि चारैतिर अग्ला पहाड र हिमालको काखमा बहुमूल्य जडीबुटीको घना जङ्गलको बीचमा मुसुक्क हाँसेर बसेको छ। राराको बयान जति गरे पनि कम हुन जान्छ। 2990 मिटरको उचाइमा रहेको राराको लेकाली वनस्पति तथा जीवजन्तुहरू प्रशस्त पाइन्छन्। हिउँदमा राराको किनारमा हिउँले सेताम्य देखिन्छ भने साउनदेखि असोजसम्म विभिन्न जातका रङ्गी चङ्गी लेकाली फूल र वनस्पतिले यो ठाउँको दृश्य हेर्दा लाग्छ स्वर्ग यही हो भने चैतको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस र चिमालोको रातो सेतो अनि विभिन्न रङ बिरङ्गी फूलले रारा हेर्न जाने जो कोही पनि लट्ठ हुन्छन्। रारा ताल एक दिनमा 3 वटा रङमा फेरिने गर्दछ अर्थात् घामको गतिसँग यो तालको रङ बिहान दिउँसो र साँझ भिन्न देखिनु यो तालको अर्को एउटा विशेषता हो। यदि तपाईँ रारा पुग्नुभयो भने तपाईँले 24 घण्टा बिताएर रारामा बस्नुभयो भने तपाईँले पनि यो दृश्यको मजा लिन सक्नुहुनेछ। हामी रारा पुगेपछि रात बिताउनका लागि त्यहाँ 2 वटा गेस्ट हाउस सञ्चालन भएका छन् जहाँ खानपान र सुत्नको व्यवस्था गरिएको छ। यदि गेस्ट हाउसको कोठाहरू अपुग भएमा हामी राराको छेउमा राखिएको टेन्टमा पनि रात बिताउन सक्छौं र खानपानको लागि भने स्थानीय खानेकुराहरू पनि खान पाइन्छ। यदि तपाईँ हामी रारा घुम्न जाँदा भाग्यमानी छौं भने यहाँ पाइने जङ्गली जन्तुहरू पनि देख्न सकिन्छ। कस्तुरी, मृग, रतुवा, झारल, बदेल, मलसाँप्रोदेखि रेड पाण्डासम्म पनि देख्न सकिन्छ। तर यो निकुञ्ज अन्तर्गत भएकाले तपाईँले राराको उच्च हिमालमा पाइने असला माछा होस् या ती जनावर केही पनि समात्न या मार्न भने पाउनुहुन्न। रारा सुन्दर हुनुमा यो तालको वरपर मानव बस्ती नहुनु प्रमुख कारण पनि हो। यति ठूलो तालको पानीको निकास भने एउटा सानो खोल्सो मात्र छ। राजा महेन्द्र शाहले 2020 सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिँदै आएको यस ताललाई महेन्द्र ताल भनेर पनि राखेका थिए। विक्रम सम्वत 2032 सालमा राजा महेन्द्रले यस तालको सिरानमा बसोबास गर्ने एउटा छाप्रू गाउँलाई त्यहाँबाट हटाएपछि यो ताल रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत संरक्षणमा छ। जति बेला राजा महेन्द्रले सो बस्ती हटाए सो बेला बसोबास गर्ने मानिसहरूलाई सो बापतको हर्जना दिएर अन्यत्र सारेको इतिहास भेटिन्छ। अहिले पनि छाप्रू गाउँको एउटा पूजा गर्ने मन्दिर भने सोही स्थानमा रहेको छ। जति बेला सो बस्ती यहाँबाट हट्यो अनि ती मानिसहरू कोही वरपरका गाउँमा सरे भने कोही सुर्खेत र कोही नेपालगञ्ज झरेका थिए रे।
एक्कासी चिसो र अग्लो ठाउँबाट समथर भूभागमा सरेका केही मानिसहरूलाई औलो लागेर मरेको कुरा सुन्न सकिन्छ केही उमेर खाएका बुढाहरूबाट। तर हामीले देखेको रारा जति सुन्दर छ, कर्णालीमा बसोबास गर्ने मानिसहरूको मन पनि सफा अनि रारा जस्तै गहिरो छ। तर पनि कर्णाली देशको कुनामा छ, किनभने न त कर्णालीले मुहार फेरेको छ, न त राज्यले नै कर्णालीलाई अँगालेको छ। अब राज्यले कर्णालीलाई देख्नुपर्छ, हेर्नुपर्छ अनि अँगालोमा च्याप्नुपर्छ। जसै रारा प्रख्यात हुन्छ त्यसै गरी कर्णालीवासी पनि प्रख्यात हुनुपर्छ। तपाईँ हामी रारा घुमौँ, कर्णाली घुमौँ अनि आफ्नो देशको मुहार हेरौँ। कहाँ देश दुखेको छ। सुन्दर अनुहारको पीडा त्यति बेला बुझिन्छ जति बेला तपाईँ हामी कर्णालीलाई नजिकबाट देख्नेछौँ अनि बुझ्नेछौँ। तपाईहरूको साथ अनि सल्लाह सुझावले हाम्रो गति पनि बढिरहेको महसुस गरिरहेका छौँ। विशेष गरी हामीलाई नेपालभित्र नभई एसियाका धेरै राष्ट्र अनि युरोप, अमेरिका हुँदै सबैभन्दा धेरै खाडी मुलुकमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहभागिता धेरै नै भएको पाएका छौँ। लगायत अरू धेरै राष्ट्रमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ पनि मिलेको हुँदा हामी अझै उत्साहित भएका छौँ। तपाईहरू विदेशी भूमिमा रगत पसिना गरेर आर्जेको अर्थले देश धानेको छ। तपाईहरूको देशप्रतिको चिन्ता अनि नियासोलाई हामी नेपालभित्रबाट रोचक सामग्री प्रस्तुत गर्न पाउँदा हामी एउटै चौतारीको शीतल ताप्दै गफ गरेको अनुभूति भइरहेको छ। तपाईहरूको साथ र सल्लाह यसरी नै रह्यो भने हाम्रो प्रस्तुति अझै रोचक बनाउँदै लाने कुरामा दुई मत छैन। कृपया तपाईहरूको सुझाव सल्लाह हाम्रो मार्गदर्शन हो। तपाईहरूले कमेन्ट बक्समा सुझाव सल्लाह दिँदा आफू बस्ने देशको नाम पनि उल्लेख गर्नुभयो भने हामीलाई अझै धेरै हौसला मिल्नेछ। अब हामी अर्को साता नेपालमा चुनावी माहौलको बारेमा एउटा छोटो प्रस्तुति ल्याउनेछौँ। तपाईँ हामीलाई हाम्रो देश नेपाल विश्वमा चिनाउन हामी तपाईँ एक हुनुपर्छ अनि रोचक प्रस्तुतिहरूलाई एक अर्कामा शेयर गरेर देशलाई संसारभर परिचित गराउने बाचाका साथ आजको प्रस्तुतिबाट बिदा माग्दछौँ। धन्यवाद।